Audio Jungle. Audio Jungle. मायाको खोजी जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार दुःखमा सुखमा तिम्रै साथ गतिमा कमीमा पनि उकाली ओह्राली हिँड्नेछौँ हामी सँगै सँगै सधैँ। विवाहको कार्यलाई अगाडि बढाउन जाँदैछौँ। हुन्छ, हामी एउटा भजन गाउनेछौँ। 501 नम्बरको भजन गाउँदै आजको सेवा सुरु गर्दैछौँ। हेर न हेर सृष्टिको सुन्दरता। Kita
हुने सम्पूर्ण यो विधि कार्यक्रमहरू यो विवाह शुभ विवाहको कार्यक्रममा सबै कुरामा तपाईँको सहायता रहोस् भनेर प्रार्थना छ। यो विवाह विधि गर्दै गर्दा कुनै पनि बाधा अन्धकारको शक्ति समस्याहरू नभएको होस् भनेर पनि हामी प्रार्थना गर्छौँ। तपाईँको सिद्ध इच्छा र योजना आज पुरा भएको छ। यी कुराहरू पुरा गर्नलाई गर्दै
उडानी त्याग्नु भएन प्रेम गरिरहनु भयो करारको सथ श्रापहरू आफ्नो शरीरमा दिनुभयो र बिना स्वार्थको प्रेमले म पापीलाई प्रेम गर्नुभयो औ दयालु यीशुलाई होस् महिमा स्तुति आदर आराधना सर्वभूमि सर्वज्ञानी पितालाई होस् महिमा स्तुति आदर आराधना महान ईश्वर विचार सुकाम तपाईको अचम्मको जो सृष्टि गर्नुभयो यसु दादा सुन्दर जङ्गल लाग्दो प्रकाशमा संसारमा तपाईको प्रशंसा होस् ईश्वरको कति महान प्रशंसा होस् ईश्वरको कति जङ्गलमा जब घुम्छु पक्षीहरू म सुन्छु गाएको सुन्दर पहाडदेखि म तल हेर्छु प्रशंसा होस् ईश्वरको कति महान प्रशंसा होस् ईश्वरको कति महान जैलो निसा यसु संसारमा आउँछ असीमान साथै जान्छन् उहाँ विनम्र साथ गर्दै आउँछु सबैले हातहरू चाल्दै आफ्नो हात उचालेर आराधना सराउँछ महिमा गर्दै आउँछु आफ्नो हात उचालेर आराधना सराउँछ तपाईँमा उठेको काम गर्ने तपाईँ जस्तो छैन अरू तपाईँ जस्तो छैन अरू तपाईँमा उठेको काम गर्ने तपाईँ जस्तो छैन अरू तपाईँ
थ्याङ्क यू जिजस। प्रभु तपाईँ परमेश्वरलाई धन्यवाद छ। तपाईँ जस्तो परमेश्वर छैन, तपाईँ जस्तो महान परमेश्वर कोही पनि छैन। यो संसारमा यसो पनि धेरै देवी देवताहरू आए। को सृष्टि चाहिँ जब उहाँले हेर्नुभयो सबै कुराहरू एकदम राम्रो देख्नुभयो। अनि त्यसपछि मानिस जसले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभएको थियो, अनि त्यो मानिसलाई परमेश्वरले हेर्नुभयो अनि मानिसलाई एक्लो पाउनुभयो। अनि मानिस चाहिँ एक्लो रहन असल छैन, यो कुरा परमेश्वर आफैले महसुस गर्नुभयो र भन्नुभयो म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु। अनि यो हाम्रो धर्मशास्त्र बाइबलमा उत्पत्ति 2:18 लेखिएको छ। परमेश्वरले मानिसको करङ निकालेर स्त्री बनाएर मानिसकहाँ ल्याउनु भयो। अनि मानिसले चिन्यो र भन्यो यो त मेरो हाडको हाड र मासुको मासु। अनि परमेश्वरले नै आदम र हव्वाको बीच सृष्टिको पहिलो विवाह चाहिँ गरिदिनु भयो अनि आशिष दिनुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाओस्। परमेश्वरले दिनुभएको आशिषको कारणले नै मानिसहरू पृथ्वीमा भरिँदै गए अनि पृथ्वीमा फल्दै फुल्दै वृद्धि हुँदै भरिँदै गएको कारणले नै आज हामी मानिसको अस्तित्व यहाँसम्म छ। हामी चाहिँ यो संसारमा छौँ। कसैलाई आफ्नो जोडीको अभाव हुँदैन। आज हाम्रो अगाडि तुलबहादुर बाबु साथै प्रमिला नानी चाहिँ अगाडि हुनुहुन्छ अनि उहाँहरूलाई पनि जोडीको अभाव थिएन। परमेश्वरले यो जोडी चाहिँ जुटाउनलाई अनुग्रह गर्नुभयो, जुटाइदिनु भयो। त्यसरी नै लेखेको छ हितोपदेश 18:22 पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमप्रभुको निगाह प्राप्त गर्छ। है, पत्नी पाउनेले असल कुरा पाउँछ। अनि त्यतिमा पत्नी पाउनेले मात्र होइन, पति पाउनेले पनि असल कुरा पाएको हुन्छ। अनि त्यसै कारण त्यसले पनि परमप्रभुबाट निगाह प्राप्त गरेको हुन्छ। मत्ती 18:20 भन्नुभएको छ जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छ त्यहाँ म तिनीहरूको माझमा हुनेछु भनेर भन्नुभएको छ। अनि त्यसै गरी आज उहाँको वचन अनुसार वचनमा विश्वास गर्ने मानिसहरू यस ठाउँमा पवित्र आत्मा उपस्थिति हुनुहुन्छ भन्ने यो विश्वास हामीले गर्छौँ। आजको पवित्र विवाह कार्यक्रममा पवित्र आत्मा परमेश्वरको उपस्थिति र मण्डलीको साक्षीको बीचमा हामी यो पवित्र विवाह कार्यक्रम चाहिँ सम्पन्न गर्न लागेका छौँ। विवाह परमेश्वरले दिनुभएको आशिष फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाने एउटा माध्यम हो। विवाह स्त्री र पुरुष बीच श्रीमान श्रीमती कायम हुने विशेष सम्बन्ध हो। यो सम्बन्ध आफ्नो जन्म दिने आमा बाबा भन्दा पनि अझ नजिकको सम्बन्ध कायम हुन जान्छ। विवाहले 2 व्यक्ति, 2 विचार, 2 पृष्ठभूमि, 2 घर, 2 शरीरलाई जोड्ने काम गर्छ। विवाहले कहिले पनि छुटाउने काम गर्दैन, पार पाचुकेको कुराहरू गर्दैनन्, डिभोर्सका कुराहरू आउँदैनन्। डिभोर्सले जोडिएको घरलाई, व्यक्तिलाई छुटाउने काम गर्छ। तर परमेश्वरले यो पार पाचुकेको कुराहरू, डिभोर्सको कुराहरू मन पराउनु हुँदैन। अनि यो
हाम्रो धर्मशास्त्र बाइबलमा पनि यो कुरा चाहिँ अनुमति दिँदैन। विवाहले मात्र के गर्छ? जोड्ने काम गर्छ। पुरुष र स्त्रीलाई, दुलहा र दुलहीलाई जोडेर एउटा नयाँ घर निर्माण गर्न सहायता गर्छ। अनि त्यसै कारण आज पवित्र आत्मा परमेश्वरको उपस्थिति र मण्डलीको सन्मुखमा दुई व्यक्ति, दुई परिवार, दुई विचार र दुई शरीरलाई जोड्ने कार्य हामी गर्नेछौँ। खोला सोथार गाउँपालिका 4 लमजुङ निवासी श्री सन्तलाल परियार तथा श्रीमती जालु परियारकी छोरी, नेपाल क्रिस्तीय भुर्जुङ मण्डलीका सदस्य सुश्री प्रमिला परियारको ताराखोला गाउँपालिका 5 बागलुङ निवासी श्री रामबहादुर दर्जी तथा श्रीमती पवि दर्जीका छोरा श्री तुलबहादुर दर्जीसँग हुन लागेको विवाहमा आज हामी गवाही बन्न र आशिष दिन यहाँ उपस्थित भएका छौँ। यही बेला मण्डलीसँग एउटा प्रश्न सोध्न चाहन्छु। नेपालको कानुन र मण्डलीको नियम अनुसार यी दुई जनाको बीचमा पवित्र विवाह गरिदिन नमिल्ने केही कारणहरू छ भने तपाईले सप्रमाण त्यो कारणहरू पेश गर्न सक्नुहुन्छ। अनि त्यो कारणहरू छ भने पेश गर्नु होला। यदि त्यस्तो केही कारणहरू छैन, उहाँहरू पवित्र विवाह गर्न सक्नुहुन्छ भने तपाईहरूले ताली बजाएर यो विवाह कार्यक्रमलाई अगाडि बढाउन अनुमति दिनुहोला। अबदेखि मण्डली परिवारले उहाँहरूको बारेमा कुनै पनि टिक्का टिप्पणीहरू नगर्नुहोला। बरु सधैँ उहाँहरूको निम्ति मण्डली परिवार, साथीभाइ, घर, आमा बाबा, आफन्तहरूले प्रार्थना गरिदिनुहोला। म चाहिँ विवाह कार्यक्रम अगाडि बढाउँछु अनि बढाउनलाई म चाहिँ दुलहा र दुलही र हाम्रो अगाडि हुनुहुन्छ। म चाहिँ सबभन्दा पहिला आजको दुलहा श्री तुलबहादुर दर्जीज्यूलाई प्रश्न गर्न चाहन्छु। परियारज्यूलाई विवाह पश्चात आफ्नो पत्नीको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? तयार छु। हस्, धन्यवाद। हामी सबैले सुन्यौँ, उहाँ चाहिँ तयार हुनुहुन्छ। त्यसरी नै म आजको दुलही सुश्री प्रमिला परियारलाई पनि प्रश्न सोध्न चाहन्छु। एकछिन हल्ला नगर्नु होला। सुश्री प्रमिला परियारज्यू, तपाईँले श्री तुलबहादुर दर्जीज्यूलाई विवाह पश्चात आफ्नो पतिको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? दुलहीले पनि भन्नुभयो तयार छु भनेर। तुलबहादुर दर्जीको विवाह आज सुश्री प्रमिला परियारसँग होस् भन्ने चाहनुहुन्छ? हजुर, म चाहन्छु। उहाँ चाहनुहुन्छ भनेर। तपाईँको छोरी सुश्री प्रमिला परियारको विवाह आज श्री तुलबहादुर दर्जीसँग होस् भन्ने चाहनुहुन्छ? हजुर, चाहन्छु भनेर भन्नुभयो है। म यसघरि दुलहा दुलही र उहाँलाई सहायता गर्ने साथीहरू अगाडि उभिन अनुरोध गर्दछु। बाबालाई अगाडि आएर आफ्नो छोरीको दाहिने हात चाहिँ दुलहाको दाहिने हातमा दिनुहुन अनुरोध गर्दछु। दाहिने हात।
अहिले यो स्टिल यतातिर दाहिने हात गुलाको दाहिने हातमा अनि दुवैजनाले हात चाहिँ समातिराख्नु होला है मैले नभनेसम्म अब तपाईँ आज मैले पाएँ जीवनको खुसी ईश्वर हामी चाहिँ जुन चाहिँ दुलैको बाबाले अहिलेसम्म दुलैको बाबा आमाले जन्माएर अहिलेसम्म आफ्नो छोरीलाई हुर्काएर जुन जिम्मेवार निभाइराख्नु भएको थियो नि आज चाहिँ बाबाले चाहिँ त्यो जिम्मेवार चाहिँ आजको दुलालाई अनि साँच्चै यो जिम्मेवार निभाउन सहज छैन, सजिलो छैन। अनि त्यसकारण हामीले परमेश्वरको सहायता माग्छौँ अनि व्यक्त गर्नुपर्छ। दुवैजनाले त्यो करार बाँध्नुपर्छ परमेश्वरको उपस्थितिमा साथै मण्डलीको अगाडि। त्यसको निम्ति हामी परमेश्वरको सहायता माग्नेछौँ अनि परमेश्वरको सहायता बिना हामी यो काम गर्न सक्दैनौँ। त्यसै कारण आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। प्रभु यस घडी प्रार्थना गर्दछौँ अहिले जुन गम्भीर यो करार बाँध्न लागेको छ अनि यो करार पछि जसरी तपाईँमा ख्रिस्ट येशूमा नयाँ घर निर्माण हुनेछ अनि दुला र दुलैले एक अर्कालाई करार बाँड्दाखेरि यो अन्तस्करणमा तपाईँको डर राखेर तपाईँको उपस्थितिमा मण्डलीको अगाडि व्यक्त गर्न सकुन्, करार बाँड्न सकुन् अनि करार बाँड्न मात्र होइन उहाँहरू दुवैजनालाई त्यो करार निभाउने शक्ति र सामर्थ्य पनि तपाईँले नै दिनुहोस् भनिकन तपाईँसँग बिन्ती गर्दछु। यो करार बाँड्नलाई सहायता गर्न सहयोग पुर्याउनलाई मलाई प्रभु तपाईँले खुसीका दिनहरू तिमीसँगै म तुलबहादुर दर्जी तपाईँ प्रमिला परियारज्यूलाई आजको मितिदेखि आफ्नो विवाहित पत्नी भनी स्वीकार गर्दछु। दुःखमा होस् या सुखमा, गरिबी अवस्थामा होस् या प्रशस्ततामा, बिरामी अवस्थामा होस् या आरोग्यतामा, जुनसुकै अवस्थामा पनि म तपाईँसँग रहनेछु। जीवनभरि तपाईँलाई प्रेम र वास्ता गर्नेछु। मृत्युले हामीलाई अलग नगरेसम्म तपाईँको इमान्दार श्रीमान हुनेछु भनी परमेश्वर र मण्डलीको सामु यो करार प्रतिज्ञा वचन तपाईँलाई दिँदछु। प्रतिज्ञा वचन तपाईँलाई दिँदछु। अब त्यसरी नै म प्रमिला परियार तपाईँ तुलबहादुर दर्जीज्यूलाई आजको मितिदेखि आफ्नो विवाहित पति भनी स्वीकार गर्दछु। दुःखमा होस् या सुखमा, गरिबी अवस्थामा होस् या प्रशस्ततामा, बिरामी अवस्थामा होस् या आरोग्यतामा, जुनसुकै अवस्थामा पनि म तपाईँसँग रहिरहनेछु। जीवनभरि तपाईँलाई प्रेम र वास्ता गर्नेछु। मृत्युले हामीलाई अलग नगरेसम्म तपाईँको अधीनमा बस्ने श्रीमती हुनेछु भनी परमेश्वर र मण्डलीको सामु यो करार प्रतिज्ञा वचन तपाईँलाई दिँदछु। उहाँले अघि करार बाँध्नु भएको छ अनि त्यो करार सम्झिराख्नलाई यो औँठी उहाँहरू दुवैले ल्याउनु भएको छ अनि उहाँहरूले यो दुवैले एक अर्कालाई यो औँठी लगाउनु हुनेछ अनि आज दिएको करारलाई सम्झिनु हुनेछ र उहाँहरूले पुरा दुवैजनाले परमेश्वरको दरमा निभाउनु हुनेछ। त्यसै कारण यो औँठी
परमेश्वरको आशिषको निम्ति प्रार्थना गर्नेछु। दुलैको देब्रे हातको साइली औँलामा तपाईँलाई साझा हकदार बनाउनेछु। उहाँहरूले अब लगाइदिनु। मण्डलीले चाहिँ अब ताली बजाउन सक्नुहुन्छ। यसरी नै दुलाको देब्रे हातको साइली औँलामा यो औँठी आज तपाईँलाई लगाइदिएर अघि दिएको वचन बाँधेको करार म पुरा निभाउनेछु। मसँग भएको सम्पूर्ण थोकहरूमा आजकै मितिदेखि तपाईँलाई साझा हकदार बनाउनेछु। मण्डलीले चाहिँ ताली बजाइदिनु। श्रीमतीको सुन्दर अनुहार हेर्नुहोला। दुलाले मात्रै हेर्नुभएको छ है, दुलै कति सुन्दर छ हाम्रो छोरी आज है। दुला पनि कति सुन्दर छ। अब मण्डलीले पनि हेर्नुपर्छ नि होइन। ल अबदेखि उहाँहरूलाई श्रीमान फुलबहादुर दर्जी र श्रीमती प्रमिला परियार दर्जी भनिकन सम्बोधन गरिदिनु हुन सबैलाई अनुरोध पनि गर्दछु। अब कुनै पनि कारणले, कुनै पनि बहानामा, कुनै पनि मानिसले उहाँहरूलाई नछुटाओस्। बरु आजको दिनदेखि यो परिवारको निम्ति प्रार्थना गरिदिनुहोस्। यो घर, यो परिवार क्रिस्मा सधैँ आदर्शको घर बनिराख्न सक्नु। त्यसगरी प्रार्थना गर्दछु जसरी आज एक घर परिवार तपाईँको उपस्थिति निभाउन प्रभु यसरी तपाईँको चरणमा आइकन प्रार्थना गर्दछौँ। यसमा नयाँ घर तपाईँले निर्माण गर्नुभएको छ अनि यो तपाईँमा निर्माण भएको घर साँच्चै प्रभु तपाईँको सुवासना आफ्नो घर परिवार मण्डली छरछिमेकी साथीभाइहरूमा तपाईँको सुवासना फैलाउन सकेको, समाजमा पनि क्रिस्टको सुवासना फैलाउन सकेको छ बिन्ती गर्दछ। अनि यो घर क्रिस्टमा आदर्शको घर भइराख्नलाई प्रभु तपाईँले सहायता गर्नुहोस्। हरेक जीवनका मोडहरू, घुम्ती उकाली ओह्रालीहरूमा प्रभु आदर्शको घर निर्माण गर्न सहयोग चाहिने शक्ति र सामर्थ्य दुवैजनालाई प्रभु तपाईँले दिनुहोस् र यो घरबाट, यो परिवारबाट मलाई जीवन बाँच्नलाई म हाँसु या रोउँ म बाँच्छु या मरौँ म तिम्रै हुँ, तिम्रै हुँ। तिमीलाई माया गरिरहन्छु तिम्रो। अहिले हामीले हेर्दै गर्दा यहाँनिर
परमेश्वरले मुटुको छेउको करिङ उहाँले निकाल्नु भएको छ। अनि छेउको करिङ निकाल्नुको रहस्य छ त्यहाँनिर, किनकि सधैँभरि मायामा, प्रेममा, वास्तामा सधैँभरि नजिक बनिरहोस् भन्ने परमेश्वरको इच्छा र चाहना हो। खुट्टाबाट पनि निकाल्न सक्नुहुन्थ्यो, अधिकार श्रीमानको हुन्थ्यो। अनि अहिले मुटुको छेउको करिङलाई त मान्छेहरूले खुट्टा लाप्टैले गोड्छन् होइन, खुट्टाबाट निकाले, तर नजिकको सम्बन्धको लागि परमप्रभु परमेश्वरले चाहिँ त्यसरी निकाल्नुभयो। र त्यसपछि जब उहाँले श्रीमान र श्रीमती नयाँ विवाह गरेर एडनको बगैँचामा उहाँले सुन्दर फ्यामिली बनाइकन राख्नु भएको थियो। अनि त्यहाँनिर परमेश्वरलाई थाहा थियो, महिमाको वस्त्रले पहिराउनु भएको थियो ती दुलहा दुलहीलाई। उहाँले चाहिँ आशीर्वाद दिनुभएको, अनि फल्दै फुल्दै र वृद्धि हुँदै जानु भनेर यस्तो प्रकारको आशीर्वाद परमेश्वरले दिनुभएको त्यतिखेर नै। अनि जब बीचमा अन्धकारको शक्ति प्रवेश गर्छ नि, मुटु र करिङको बीचमा अर्को आत्मा प्रवेश गर्यो, त्यसपछि मानिस किन प्रेरित बन्यो। अहिले हामीले धेरै घटनाहरू हेर्छौँ, हामीले सुन्छौँ। अनि बीचमा नजिकको सम्बन्धलाई टाढा बनाउनलाई दुष्ट अन्धकारको शक्ति चाहिँ त्यहाँ प्रवेश गरेको छ। अनि यो सम्बन्ध बिगारिदिएको छ। यहाँनिर हामीले परमेश्वरले आज्ञा गर्नुभएको जीवनको रुखको फल अनि ज्ञान र बुद्धि दिनेको जीवनको त्यो रुखको फल तिमीहरूले यो कुरा नखानु है भन्ने एउटा आज्ञा भन्ने कुरा यस्तो महत्त्वपूर्ण कुरा हो। किनकि अहिले भर्खर हाम्रो गुरुबाले एउटा उहाँहरूलाई चाहिँ एउटा करारमा बाँड्नु भएको छ। यो प्रतिज्ञा परमेश्वरले चाहिँ यो आज्ञाको रूपमा दिनुभएको थियो, तिमीहरूले यो नखानु है। अनि जब अन्धकारको शक्तिले त्यहाँ बीचमा प्रवेश गर्यो अनि त्यसपछि तिनीहरूले सबै कुरा अलिकति श्रीमान श्रीमतीको उसबाट अलि टाढा हुँदाखेरि अन्धकारको शक्ति प्रवेश गर्दो रहेछ। एडनको बगैँचामा अलिकति आदम चाहिँ हावादेखि अलि फरक बसेको रहेछन्। त्यतिखेर हामीले परमेश्वरको वचनलाई अध्ययन गर्दा हामीले यहाँनिर पाउँछौँ, किनकि अलि अलग बसेको कारणले गर्दाखेरि हावालाई आएर दुष्ट शैतानले चाहिँ त्यहाँ परीक्षामा पार्ने काम गर्यो, अलग गर्ने काम गर्यो, पापमा फसाउने काम गर्यो। अनि यहाँनिर लोभ्याउने काम गर्यो। अलिकति बिउ छर्दियो, त्यहाँ लोभको बिउ छर्दियो। यो उत्पत्तिको पुस्तक 3 अध्यायको 6 र 7 पदमा हामीले पढ्यौँ भने यहाँनिर पाउँछौँ, जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए। 7 पदमा अनि दुवैका आँखा खुले र नाङ्गै पो रहेछौँ भनी तिनीहरूले थाहा पाए, अनि अन्जिरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए। यो चाहिँ यसमा गहिरो रहस्य छ। जब आज्ञा तोडियो नि, हावाले परमेश्वरको आज्ञालाई उनले तोडे, लोभमा फसे, ज्ञान बुद्धि पाउनलाई लोभमा फसेको कारणले गर्दाखेरि अहिले चाहिँ उनी यहाँ आफूले पनि त्यो फल टिपेर खाए, आफ्नो श्रीमानलाई पनि दिए। अनि त्यति गर्न साथ अनुग्रहको वस्त्र परमेश्वरले लगिदिनु भयो। उनीहरूलाई चाहिँ स्वर्गीय वस्त्र पहिराइएर राखिएको थियो। उनीहरूलाई जाडो हुँदैन थियो, गर्मी हुँदैन थियो, उनीहरूलाई केही थाहा थिएन, लाज श्रम भन्ने कुरा थिएन, थाहा थिएन, किनकि अनुग्रहको वस्त्रले ढाकिएका थिए तिनीहरू। अनि जब उनीहरूले आज्ञा भङ्ग गरे
त्यसपछि तुरुन्तै अनुग्रहको वस्त्र बाहिरियो अनि उनीहरूले के गर्न लागे एक दोस्रोपट्टि हेर्दा दुवैजना नाङ्गै देखे अब एउटा यता भागेका छन् एउटा उता भागेका छन् अन्जिरको पात टिपेर गाँसेर उनीहरूले वस्त्र बनाएका छन् जब पातको वस्त्र हुन्छ घाम लाग्दा कस्तो हुन्छ बस्छ कपडा जस्तो खुम्चिँदै आयो सेम फेरि भागाभाग गरेका छन् फेरि अर्को अन्जिरको पात फेरि गाँच्छन् लगाउँछन् अनि फेरि पनि घाम लाग्छ फेरि सुक्छ जब पाप प्रवेश गर्यो भने अब त्यसपछि उनीहरूसँग विकल्पै रहेन अब बगैँचाको पात सिद्धिने भयो परमेश्वरलाई थाहा भयो यिनीहरू अझ 6 महिना बस्ने हो भने मेरो यो सुन्दर बगैँचाको पात जति सिद्ध्याउँछन् यिनीहरूले दिनमा 10 चोटि पहिरन फेरेपछि के हुन्छ घरि अन्जिरको पात गाँसेका छन् घरि गोफाको पात गाँसे होलान् कोही बेला नेब्राको पात गाँसे होलान् घाममा सुक्छ फेरि खुम्चिन्छ उनी नाङ्गाको नाङ्गै छन् त्यस्तै आज श्रीमान श्रीमतीको बीचको सम्बन्ध जब पापमा फस्छन् नि जब अनैतिक कुरा बाहिर लोभ्याउने कुरामा फस्छन् नि अब त्यसपछि चाहिँ हाम्रो अहिले त्यो पात चाहिँ यति महँगो छ 15,000 20,000 30,000 को पात बन्न पुगेको छ अहिले वस्त्र बना लगाएका छौँ पनि हामी पापमा रहिरह्यौँ भने हाम्रो नाङ्गोपन हो यो आमेन यो चाहिँ कुनै कपडा लगाएर जति ढाके तापनि हाम्रो नग्नता देखिरहन्छ किनकि जब हामीले पाप गरिरहन्छौँ भने त्यस कारणले गर्दाखेरि हामी यसमा सतर्क र होसियारी हुनुपर्ने यहाँ छ र अब अनि जब हामी पापदेखि अलग रहन्छौँ असल र खराबलाई हामीले अलग गर्छौँ यो श्रीमान श्रीमतीमा अहिले त ठिकै छ अहिले नयाँ हुँदाखेरि एकदम राम्रो हुन्छ अनि बिस्तारै अलि टाढा हुँदै गयो भने हाम्रो सम्बन्ध के हुन्छ चिसो हुँदै जान्छ अनि त्यसपछि अन्धकारको शक्तिले काम गर्न सुरु गर्छ एउटा उखान छ नि नयाँ हुँदा सुङ र अलि पुरानो भयो भने ठोङ गर्न लाग्छन् बाँच्न लाग्छन् अनि त्यसपछि यहाँ लेखिएको छ तिनीहरू यो जब आदमलाई परमेश्वरले तिनीहरू चाहिँ एउटै शरीरका हुनेछन् भनेर यहाँ लेखिएको छ यो एउटै शरीर हुनको लागि दुईटा त्यो दुई होइनन् तर एउटै शरीर हुनेछन् अब दुवै मिलेर नेहमियाको पुस्तक 8 अध्यायको 1 पदको ख खण्डमा लेखिएको छ त्यहाँनिर इजरायलीहरू परमप्रभु परमेश्वरको नजिक जाँदाखेरि इजरायलीहरू धेरै थिए तर एउटै मानिस जस्तो भएर उपस्थित भएका थिए आमेन त्यस्तै गरेर यी दम्पति जीवन पनि यी युगल जोडी अब उहाँहरूको मिलन एउटै मानिस जस्तो भइकन परमप्रभु परमेश्वरको आराधना गर्ने जीवन बन्न सकोस् भनेर हामीले प्रार्थना गरेका छौँ उहाँहरूको एउटै स्वर बनाइकन आफन्तजनहरूको आदर गर्ने परिवारको अभिभावकहरूको आदर गर्ने मण्डलीको आदर गर्ने एउटै शरीर जस्तो बनिकन अनि त्यो चाहिँ परमप्रभु परमेश्वरमा सम्भव छ हितोपदेशको पुस्तक त्यस्तै गरी डिकन चित्रबहादुर विकालाई पनि अगाडि बोलाउन चाहे खड्गबहादुर पौडेल म आफै स्वयं
हुन्छ आजको यो एउटा चिनो हामी दिँदैछौँ। यो चाहिँ जीवित परमेश्वरको वचन हो। यसले चाहिँ उहाँहरू दुवैलाई सँगै दोहोऱ्याउनलाई सहायता गरेको होस् भनेर यो प्रमाणपत्र र यो बाइबल दिनको लागि हाम्रो धर्मगुरु प्रमोद सरलाई अगाडि बोलाउन चाहन्छु, गुरुबालाई। अनि दुवैजना उठेर यो ग्रहण गरिदिनलाई पनि म अनुरोध गर्छु। श्रीमान श्रीमती दुवैले यो ग्रहण गर्नु नै छ। यो बाइबल चाहिँ सँगै पढ्ने, सँगै अध्ययन गर्ने र परमेश्वरमा सँगै बढ्नलाई सहायता होस् भनेर हामीले यो बाइबल हुन्छ। हाम्रो नयाँ मामा र माइजूलाई वैवाहिक जीवनको शुभकामना धेरै धेरै। मलाई यो भजन गाउन भाइले सहायता गर्नुहुनेछ, गिटार भाइ। बुवाको घर छाडी तिमी आफ्नो घर बनाउन जाँदैछौ। जसरी सजायो यो घरलाई त्यसरी त्यो घरलाई पनि सजाउँदै जाऊ। बुवाको घर छाडी तिमी आफ्नो घर बनाउन जाँदैछौ। जसरी सजायो यो घरलाई त्यसरी त्यो घरलाई पनि सजाउँदै जाऊ। ईश्वरको भएका हो यो जीवन, एक्लो रहन सरल छैन। विवाहले अर्थ राख्छ जीवनमा, यो त खेल चाहिँ होइन। लाखौँ हजारौँमा एक छौ, आधारमा बोलिरहेछौ। ईश्वरको रचना तिमी अनमोल छौ। लाखौँ हजारौँमा एक छौ, आधारमा बोलिरहेछौ। ईश्वरको रचना तिमी अनमोल छौ। दुलही बनी सजेकी छौ। दुलही बनी सजेकी छौ। बुवाको घर छाडी तिमी आफ्नो घर बनाउन जाँदैछौ। कामना गर्छौ हामी अदम्मा चाहिँ दिन्छौ दुलालाई दुलाही। स्वर्गीय प्रेम र मिलाप आशिष रहिरहोस् दुईमा। गरमीबाट जोगाइदिनु हो, कतना होइन भन्न दिनु हो। यो जुनीबाट मै मारिनु हो, छुट्टिन होइन एकसँग राख्नु हो। तपाईँलाई मनपर्ने घर गरौँ दुलहीलाई दुला। बुवाको घर छाडी तिमी आफ्नो घर बनाउन जाँदैछौ। जसरी सजायो यो घरलाई त्यसरी त्यो घरलाई पनि सजाउँदै जाऊ।
यात्रा लामो जिन्दगीको सहयात्री तिमी बन्यौ एक्लो थिए संसारमा साथ दिने तिमी बन्यौ हुन्छ हामी अन्तिम प्रार्थना गर्नेछौँ सबैजना मिलेर आजको यो दम्पतिको लागि र आजको यो सम्पूर्ण कार्यक्रमको अन्तिम भएको प्रार्थना गरेर हामी यहाँबाट निस्कनेछौँ। आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गरौँ। हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ। आज हामीलाई यो सुन्दर घडी यो समय दिनुभयो। आजको यो वैवाहिक जीवनमा जुन कार्यविधिहरू गर्नलाई तपाईँको धर्मशास्त्र अनुसार गर्नलाई तपाईँ परमेश्वरले सहायता गर्नुभयो। सुरुदेखि अन्तसम्म तपाईँ परमेश्वरले हामी सबैलाई चलाउनु भयो। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हामीले जे गरेका छौँ ईश्वरले सहायता गर्नुहोस् भनेर फेरि प्रार्थना चढाउँछौँ। धन्यवाद प्रभु, अहिलेसम्म तपाईँले गर्नुभएका सबै अनुग्रह सहायता सुरक्षा निगाहको लागि तपाईँलाई धन्यवाद दिँदै बाँकी समय तपाईँको हातमा राख्दै सहायता अनि अनुग्रह माग्छु महान मुक्तिदाता यीशु प्रभुको नाममा, आमेन। ईश्वरलाई हाम्रो साक्षी राखी ल अब हामी एउटा नृत्य हेर्नेछौँ। त्यसको परमेश्वरले रचेको रचना विवाह एउटा पवित्र सृजना परमेश्वरले रचेको रचना दुईमा एकै भई गर्ने ईशुलाई महिमा दुईमा एकै भई गर्ने ईशुलाई महिमा
रचेको रचना विवाह एउटा पवित्र सृजना परमेश्वरले रचेको रचना दुई आत्मा एकै भई गर्न ईश्वरलाई महिमा दुई आत्मा एकै भई गर्न ईश्वरलाई महिमा विवाह एउटा। धन्यवाद बहिनीहरूलाई। हुन्छ, अब हामी अन्तिम चरणमा छौँ। बिस्तारै एक गरेर हामी क्रमबद्ध रूपमा बाहिर निस्कनेछौँ। त्यसको लागि हाम्रो अन्तरिक्षकै नयाँ सु चाहिँ के साइनो के पर्छ बाजे भनेर अनि आफूले आशिष तिमीलाई हेरी ल उसले चिन्यो भने आशिष माग्नु आशिष माग्ने सहयोगी थयो बुढी आमालाई सक्छु को ठुलोसँग बज्रेसँग आशिष माग्नु आँखामा सजाय यो शब्दहरूमा भरिने धुन हो तिमी यो ओठको मुस्कान पछिको कारण नभनी पुष्पका आमा मूल्य मजै कसले बुझ्छ तिमीलाई पाउनु यो जीवनमा यो मनमा भइजान्छ तिमीलाई सानो पाउँदा आफ्नो मेरो थामिन्छ जब महसुस हुन्छ स्पर्श तिम्रो जीवनको यात्रामा चाहिने साथ हो तिमी यो मनलाई शान्त बनाउने विचार तिम्रो एउटा नयाँ घर क्रिस्चियनमा निर्माण भएको छ। अब यो घर चलाउने कसको हुन्छ? श्रीमतीको हुन्छ होइन। श्रीमतीलाई साथसाथै श्रीमानको पनि जिम्मेवारी हुन्छ। हामी चाहिँ उहाँलाई
बुवाको घर छाडी तिमी आफ्नो घर बनाउन आज जाँदैछौ जसरी सजायौ यो घरलाई त्यसरी त्यो घरलाई पनि सजाउँदै जाऊ ईश्वरको वरदान हो यो जीवन एक्लो रहन असल छैन विवाहले अर्थ राख्छ जीवनमा यो त खेले चाहिँ होइन लाखौँ हजारौँमा एक छौ अँध्यारोमा बलिरहन्छौ ईश्वरको रचना तिमी अनमोल छौ लाखौँ हजारौँमा एक छौ अँध्यारोमा बलिरहन्छौ ईश्वरको रचना तिमी अनमोल छौ दुलही पनि सजिएकी छौ दुलही पनि सजिएकी छौ बुवाको घर छाडी तिमी आफ्नो घर बनाउन आज जाँदैछौ जसरी सजायौ यो घरलाई त्यसरी त्यो घरलाई पनि सजाउँदै जाऊ घरतर्फ फर्कने छौँ फर्कने सबैसँग हे ईश्वर कामना गर्छौँ हामी अदनमा चाहिँ दिन्छौँ दुलहालाई दुलही स्वर्गीय प्रेम आशिष अनुग्रह सधैँ रहोस् तुइमा खराबीबाट जोगाइदिनु हो घटिन होइन बढ्न दिनु होस् यो जोडीबाट महिमा लिनु होस् छुट्टिन होइन एक साथ राख्नु होस् तपाईँलाई मन पर्ने घर यो विवाह मण्डलीलाई यसुले प्रेम गरे झै गरुन् दुलहीलाई दुलहा बुवाको घर छाडी तिमी आफ्नो घर बनाउन आज जाँदैछौ जसरी सजायौ यो घरलाई त्यसरी मेरो हातको हात हौ अंश पनि मेरो खोजाइको रोजाइको हौ सुन्दर अन्त तिमी
दुःख र सुखमा सँगै हाँसौँला। तपाईँलाई हामी धन्यवाद दिन्छौँ र प्रभु तपाईँले आज प्रभु नयाँ दम्पतिलाई प्रभु हामीले फेरि पनि यो घरानामा हामी प्रवेश गराउँदैछौँ, किनकि तपाईँ परमेश्वरको जिउँदो आशीर्वाद गन्ती 6 अध्यायको 24 र 25 पदलाई हामीले दाबी गरेका छौँ र तपाईँको मुहार यी 9 दम्पतिमाथि चम्काउनुहोस्, तपाईँको हात यी 9 दम्पतिमाथि राखिदिनुहोस् र तपाईँले आशीर्वाद दिनुहोस्। हे प्रभु हामी प्रार्थना गर्छौँ उहाँहरूको लागि तपाईँको सुरक्षा रहेको होस्, तपाईँको निगाह र तपाईँको कृपा अनि सदा सर्वदा रहेको होस्। हामी यही नै प्रार्थना गर्छौँ प्रभुजी, यो परिवारमा फेरि पनि एकजना सदस्य थपिनु भएको छ, तपाईँले एउटा जोडी दिनुभएको छ, यसको लागि म तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छु। प्रभुजी यहाँ प्रभु यहाँ मुनि राखिदिनुहोस्, हामी यही नै प्रार्थना गर्छौँ। धन्यवाद चाहन्छु सम्पूर्ण कुराको लागि, आदर महिमा र प्रशंसा चाहन्छौँ र आशीर्वाद माग्छौँ हाम्रो उद्धारकर्ता मुक्तिदाता येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा, आमेन। मैले ईश्वरलाई सोधेँ, हे प्रभु, जिन्दगीको यो यात्रा कति गाह्रो छ। माया गर्ने यो मुटुलाई उहाँले एउटा गन्तव्य दिनुभयो। यात्रा जति नै कठिन भए पनि सहयात्री असल भए गन्तव्य सुन्दर हुन्छ भन्ने कुराको प्रमाण ईश्वरले दिएको उपहार र प्रार्थनाको प्रत्युत्तर हौ तिमी। ईश्वरको योजना पूरा गर्ने एउटा सहयात्री हौ तिमी। तिमी चाहना सपना मेरो ईश्वरले